नमस्कार। आधार कार्ड सञ्चालन गर्ने पोर्टल UIDAI को तर्फबाट धेरै दिन अगाडिदेखिको चाहिँ अपडेट गर्नुपर्छ भन्ने मेसेज आइरहेको छ है। र आजको यो भिडियो चाहिँ आधार कार्ड अपडेट विषय सानो तर एकदमै इम्पोर्टेन्ट भिडियो हुनेछ है त साथी हो। र यसलाई चाहिँ यो अपडेट चाहिँ तपाईहरुले आफ्नै घरमा बसेर आफ्नो मोबाइलबाट आरामले गर्न सक्नुहुन्छ। जसले पनि आधार कार्डको अपडेट गर्नुभएको छैन उहाँहरूले यो भिडियो चाहिँ एकपल्ट अवश्य हेर्नुहोला। जसको पनि 10 वर्षदेखि माथि अथवा 10 वर्ष भएको छ आधार कार्ड बनाएको उनीहरूले चाहिँ आधार कार्ड अपडेट अवश्य गराइहाल्नुहोला। सबैलाई थाहा भएको कुरो हो, हाम्रो आधार कार्ड चाहिँ हरेक डकुमेन्टसित लिङ्क भएको छ, जस्तै भोटर कार्ड, रासन कार्ड है, प्यान कार्ड होस् या त हाम्रो ब्याङ्क एकाउन्ट। यदि तपाईहरुले अपडेट गर्नु भएन भने हुन सक्छ कुनै पनि अरु डकुमेन्टहरुको काम गर्दाखेरि या पैसाको ट्रान्ज्याक्सन अथवा अनलाइनको लेनदेन गर्दाखेरि बाधा पुग्न सक्छ है त साथी हो। यसलाई कसरी अपडेट गर्ने यो प्रक्रिया अब सिकाउने छु, हेर्नुस्। मैले चाहिँ क्रोम ब्राउजर खोलिसकेको छु है। टपमा सर्चमा चाहिँ तपाईहरुले टाइप गर्नुस् SSUP आधार, यसमा चाहिँ क्लिक गर्नुस् र यो फर्स्टमा जुन चाहिँ टपमा आउँछ SSUP आधार यो वेबसाइटले चाहिँ क्लिक गर्नुस् है त साथी हो। र यसलाई क्लोज गरिदिनुस्, लगइनको अप्सनमा जानुस्, खोलिन्छ है। यसमा चाहिँ तपाईहरुले आफ्नो आधार कार्ड नम्बर हाल्नुस्। आधार कार्ड नम्बर हालेपछि क्याप्चा हाल्नुस् मुनिपट्टिको। लगइन विथ ओटिपी गर्नुस्, ओटिपी आउँछ तपाईहरुकोमा। मेरो ओटिपी आइसकेको छ। लगइन गर्नुस्। मेरो पोर्टल लगइन भइसकेको छ अनि यहाँ स्क्रोल गर्नुस् मुनि डकुमेन्ट अपडेट जुन चाहिँ अप्सन छ त्यसमा हेर्नुस्। यो रातो रेडमा लेखेको हेर्नुस्, दिस सर्भिस इज फ्री अफ कस्ट टिल 14 जुन 2026। यो सर्भिस डकुमेन्ट अपडेट गर्ने जुन चाहिँ सर्भिस छ त्यो सर्भिस चाहिँ जुन 14 2026 सम्म चाहिँ फ्री अफ कस्ट छ है साथी हो। र यो फ्री अफ कस्ट सर्भिस चाहिँ एक्सटेन्ड गर्नु पनि सक्छ है। र यो सर्भिस यही नै अन्त गरेर यसलाई चार्जेबल पनि हुन सक्छ या त तपाईहरुको जुन चाहिँ आधार कार्ड छ त्यसलाई निष्क्रिय पनि गर्न सक्छ है साथी हो। त्यसैले अहिले तपाईको यो फ्री अफ कस्ट छ, फेरि पनि भन्दै छु फ्री अफ कस्ट भएको समयमा नै तपाईहरुले डकुमेन्ट अपडेट चाहिँ गरिहाल्नुस्। र डकुमेन्ट अपडेट चाहिँ कसरी गर्नुपर्ने हो यो अप्सनमा गएर क्लिक गर्नुस्। मेरो ड्राफ्टमा छ भन्दैछ है। ओके, ड्राफ्टलाई म पहिला डिलिट गर्छु। यो अलरेडी ड्राफ्टमा छ, यसलाई चाहिँ डिलिट गर्नुहोस् है त साथी हो। पहिला मैले एकपल्ट ट्राई गरेको थिएँ है, त्यसैले यो ड्राफ्टमा बसेछ। ड्राफ्टमा डिलिट भइसकेको छ र डकुमेन्ट अपडेटमा गएर फेरि पनि क्लिक गर्नुहोस्, खोलिन्छ। र यसमा चाहिँ दुईटा डकुमेन्ट चाहिँ कम्पलसरी हाल्नै पर्छ। एउटा हो प्रुफ अफ आइडेन्टिटी POI र अर्को चाहिँ हो प्रुफ अफ एड्रेस POA। यो प्रुफ अफ आइडेन्टिटी र प्रुफ अफ एड्रेस चाहिँ हाल्नै पर्छ है साथी हो, दुईटा डकुमेन्ट। र यो जब अपडेट गर्नुहुन्छ तपाईले यसलाई चाहिँ यो कम्प्लिट हुनलाई चाहिँ 30 दिन लाग्छ। 30 दिन भित्रमा चाहिँ तपाईको हुन्छ भन्दैछ। र अपडेट गर्नुको लागि तपाईहरुले नेक्स्ट थिच्नुस्। र मेरो डिटेल खुलिसकेको छ। यो मुनि जुन चाहिँ आई हियर बाई ड्याट भन्ने छ त्यसमा आफ्नो डिटेल चेक गरेर यसमा क्लिक गर्नुहोस् है त। मेरो सबै डिटेल ठिकै छ र यसमा क्लिक गरेर नेक्स्ट। अब चाहिँ तपाईको अपडेटको लागि डकुमेन्ट के चाहिन्छ, सेलेक्ट भ्यालिड सपोर्टिङ डकुमेन्ट टाइपमा क्लिक गर्नुहोस् र यहाँ चाहिँ तपाईको लिस्ट खोलिन्छ है। धेरै डकुमेन्टहरु छ सपोर्टिङ डकुमेन्ट प्रुफ अफ आइडेन्टिटीमा है। यहाँ
पढ्न सक्नुहुन्छ। धेरै डकुमेन्ट छ, धेरै थुप्रै डकुमेन्टहरू छ है। यसमा चाहिँ म प्रिफर गर्छु प्यान कार्ड है। प्यान कार्डमा क्लिक गरेँ, एक्सेप्ट गरेँ। अब यहाँ तपाईँहरूले प्यान कार्ड जो चाहिँ छ पिडिएफमा हुन्छ कि जेपिजीमा हुन्छ कि या त पिएनजीमा हुन्छ, 2 MB भन्दा कम्ती तपाईँहरूले हाल्नुपर्छ। सेलेक्ट अप्सनमा गएर तपाईँले प्यान कार्डको त्यो डकुमेन्ट हाल्नुहोस् है। अब चाहिँ आउँछ तपाईँको प्रुफ अफ एड्रेस। प्रुफ अफ एड्रेसमा पनि धेरैवटा डकुमेन्टहरू छ, देख्न सक्नुहुन्छ, हेर्नुहोस् धेरैवटा डकुमेन्टहरू छ र यसमा चाहिँ म प्रिफर गर्छु भोटर कार्ड। लास्टमा छ भोटर कार्ड र यो भोटर कार्ड तपाईँहरूले पनि प्रिफर गर्नुहुन्छ भने चाहिँ अहिलेको रिसेन्टको जुन चाहिँ क्युआर कोडसँग आएको छ है डिजिटल भोटर कार्ड, त्यो डिजिटल भोटर कार्ड चाहिँ हाल्नुहोस् है त साथीहरू। मैले सेलेक्ट गरेँ भोटर कार्ड है। अब यो सेलेक्ट सपोर्टिङ डकुमेन्टमा गएर तपाईँहरूले अपलोड गर्नुहोस् डकुमेन्ट। अन्त यो जुन चाहिँ आई हियर बाई गिभ माई कन्सेन्ट भन्ने छ त्यसमा क्लिक गर्नुहोस् र नेक्स्ट गर्नुहोस्। मैले चाहिँ यो डकुमेन्ट जुन चाहिँ अपडेट छ लास्ट इयर नै गरिसकेको छु, कम्प्लिट भइसकेको छ है। त्यसैले म चाहिँ यो गर्दिनँ। अब तपाईँले नेक्स्ट गर्नुभयो भने चाहिँ लास्ट भेरिफाई भइसकेको छ, अपलोड भइसकेको छ। अब सबमिट अप्सनमा जान्छ। त्यो अप्सनमा गएपछि तपाईँले सबमिट गरिदिनुहोस्। तपाईँको यो अपडेटको जुन चाहिँ प्रोसेस छ यही नै कम्प्लिट हुन्छ र तपाईँले कम्प्लिट भएको 30 दिनभित्रमा चाहिँ यो एकपल्ट फेरि स्ट्याटस चेक गर्नुहोस् है। यो स्ट्याटस चाहिँ कसरी चेक गर्छ भन्दाखेरि ब्याकमा आउनुहोस्। तपाईँले फेरि आफ्नो जुन चाहिँ यो पोर्टल छ आधार कार्ड दिएर खोल्नुहोस् र मुनि स्क्रोल गरेर आउनुहोस्। यहाँ दिएको छ माई अनलाइन रिक्वेस्ट भन्नेमा चाहिँ डकुमेन्ट अपडेट जुन चाहिँ छ हो त्यसमा क्लिक गर्नुहोस् है। यो अहिले मैले गरेको हो 25 जुन डिसेम्बर 2025 है। यो अहिले मैले गरेको यो ड्राफ्टमा बसेको छ। यहाँ नै तपाईँको स्ट्याटस चाहिँ देखाउने छ। यहाँबाट तपाईँले आफ्नो डकुमेन्ट अपडेट भयो भएन या त क्यान्सल भयो यहाँबाट चेक गर्दै बस्नुहोस्। 30 दिनभित्रमा तपाईँहरूको कम्प्लिट भयो भने अपडेट गर्नु पर्दैन है। यति नै भन्दै म यो सानो मेरो भिडियोबाट बिदा लिन चाहन्छु। धन्यवाद।